इतिहासले हामीलाई के भन्छ भने जुन ठाउँमा मानिसहरू हुन्छन् त्यो ठाउँमा झगडा हुन्छ र जुन ठाउँमा ब्रिटिस एम्पायरले कदम राख्छ त्यो ठाउँमा झगडा नहुने कुरै हुँदैन। नमस्कार, मेरो नाम सुमित सिग्देल। आज चाहिँ हामी मिडल इस्ट यो खाडी मुलुकमा किन सधैँ युद्ध भइरहन्छ त्यसको बारेमा थोरै बुझ्न कोसिस गर्छौँ है त। र यो नक्सा हो 1914 को, जब हामीले हेरिने भन्दा मिडल इस्ट धेरै नै फरक देखिने गर्दथ्यो। त्यति बेला यहाँ ओटोमन एम्पायर भन्ने थियो, एउटा धेरै शक्तिशाली एम्पायर थियो र यसले चाहिँ लगभग सबै मिडल इस्टलाई चाहिँ कन्ट्रोल गर्ने गर्थ्यो र धेरै ल्यान्डको जग्गाको भूभागहरू पनि यहाँ पर्थ्यो। अहिले हामी देखिने जस्तो सिरिया, लेबेनन जस्तो देशहरू त्यति बेला थिँदै थिएनन्, इराक जस्ता देशहरू त्यति बेला थिँदै थिएनन् र त्यो चाहिँ धेरै पछि आएको। र 1914 मै सुरु हुन्छ एउटा ग्रिडको स्टोरी, जब मान्छेहरू जति लोभी हुन्छन् त्यसले गर्दा कति युद्ध निम्ताउँछ भन्ने हामीले यसबाट धेरै बुझ्न सकिन्छ। र 1914 जब विश्व एउटा ओल्ड वारमा जाँदै थियो, विश्व युद्ध हुँदै थियो, त्यति बेला चाहिँ सबै मानिसहरूले, सबै ठाउँकाले यो मिडल इस्टलाई कब्जा गर्न खोजिरहेका थिए। एउटा त यो ठाउँमा ओइल भेटिँदै थियो, अर्को चाहिँ धेरै महत्त्वपूर्ण यो जियोग्राफिकल लोकेसन। महत्त्वपूर्ण के हिसाबले थियो भन्दा यो ठाउँमा चाहिँ एउटा सुएज क्यानल थियो। सुएज क्यानल यो हाम्रो इजिप्टमा पर्ने गर्थ्यो त्यो टाइममा। अनि त्यसले चाहिँ सुएज क्यानलले चाहिँ हाम्रो मेडिटेरियन सीलाई चाहिँ एसियासँग जोड्ने गर्दथ्यो। त्यति बेला याद गरौँ 1914 को बेला हो, यति बेला अझै पनि इन्डियामा ब्रिटिसकै कब्जा थियो भनेपछि आफ्नो इन्डिया र ब्रिटिस आफ्नो एम्पायरलाई कनेक्ट गर्नलाई पनि, जोड्नलाई पनि यो ठाउँ ब्रिटिसहरूको लागि धेरै महत्त्वपूर्ण थियो। अर्को हिसाबले यो मिडल इस्ट ओइलको हिसाबले नि भयो, अनि आफ्नो रिलिजियस धार्मिक हिसाबले पनि यहाँ जेरुसलेम भन्ने ठाउँमा संसारको सबभन्दा होलिएस्ट साइट, सबभन्दा पवित्र ठाउँ भनेर नि क्रिस्चियन, जुइस, इस्लामहरूले मान्ने गर्दछन्। यस्तो ठाउँहरू भएको कारणले पनि यो ठाउँ धेरै नै इम्पोर्टेन्ट महत्त्वपूर्ण हुँदै जाँदै थियो। र त्यति बेलै 1914 जब ब्रिटिसले युद्ध ओल्ड वार फर्स्ट लडिरहेको थियो, त्यति बेला ब्रिटिसले कुनै पनि हालतमा यो ठाउँमा कब्जा गर्न थियो, जित्न थियो। त्यसको लागि ब्रिटिस र फ्रेन्च मिलेर चाहिँ आफू भित्रमा 1916 चाहिँ एउटा साइक्स-पिकोट एग्रिमेन्ट भनेर गर्छन्। त्यति बेला चाहिँ के हुन्छ भन्दाखेरि ब्रिटिस र फ्रेन्च मिलेर जर्मन, अस्ट्रिया, हङ्गरीसँग चाहिँ विश्वयुद्ध लड्दै थिए र अर्को साइडतिर ओटोमन एम्पायर पनि थियो। ओटोमन एम्पायरले ब्रिटिस, फ्रेन्चहरूले आफूलाई कब्जा गर्न खोजिरहेका छन् भनेर ओटोमन एम्पायरले चाहिँ जर्मनसँग मिलेर चाहिँ विश्वयुद्ध लड्छ। र जब विश्वयुद्ध लड्दै थियो त्यति बेलै फ्रेन्च, ब्रिटिसहरूले चाहिँ यो ठाउँ मिडल इस्टमा जितेपछि चाहिँ कसरी कब्जा गर्ने, कसरी डिभाइड गर्ने भनेर आफू भित्र प्लान गराउँदै थिए। यो अहिले हामीले चिनिने लेबेनन, सिरियाहरू ठाउँहरू चाहिँ फ्रान्सले कन्ट्रोल गर्ने युद्धपछि, हामीले विश्वयुद्ध जितेपछि भनेर प्लान गरायो। यतापट्टि भने ब्रिटिसले चाहिँ इराक, यो कुवेतहरूको साइड चाहिँ हामीले हेर्छौँ भनेर भन्यो। र अर्को कुरा चाहिँ के भयो भन्दाखेरि ब्रिटिस, फ्रेन्चहरूले चाहिँ अरूलाई थाहै नदिए भनेर नि पछि चाहिँ थाहा दिए। तर सुरुमा चाहिँ यो प्यालेस्टिन, यो मोडर्न डे इजरायलमा चाहिँ हामीले चाहिँ अब जुइस स्टेट, जुइस भनेको चाहिँ खासरी भन्नुपर्दा एउटा धर्म हो। यहाँ चाहिँ मानिसहरूले चाहिँ संसारभरि फैलिएर बसेका थिए र हामी एक ठाउँमा, यो हामीलाई होली ल्यान्ड, हाम्रो सबभन्दा पवित्र ठाउँमा चाहिँ हामी संसारभरिबाट फिर्ता आउँछौँ भनेर त्यति बेला चलिरहेको थियो, सबैले भनिरहेका थिए। त्यसको लागि जुइस मान्छेहरूको नि सपोर्ट पाउनको लागि चाहिँ ब्रिटिसले चाहिँ बाल्फोर डिक्लेरेसन भनेर गर्छन्। बाल्फोर डिक्लेरेसन भनेको चाहिँ यो ठाउँमा चाहिँ हाम्रो प्यालेस्टिनमा चाहिँ इजरायल, पहिला त्यति बेलाको प्यालेस्टिनमा चाहिँ हामी जुइस स्टेट बनाइदिन्छ भनेर डिक्लेयर गरिदिएका थिए। अर्को चाहिँ के भन्यो भन्दाखेरि यो ओटोमन एम्पायरमै भित्र रहेका यो मुस्लिमहरू, जुन ह्यासिमिड्सहरू भन्ने थिए, ह्यासिमिड्सहरूको नि सपोर्ट पाउनलाई हामी चाहिँ अब यो विश्वयुद्ध सकिसकेपछि चाहिँ यो ठाउँमा चाहिँ इन्डिपेन्डेन्ट अरब स्टेट, एउटा अरब स्टेट बनाइदिन्छौँ, हामी चाहिँ यहाँ केही गर्दैनौँ भनेर भनेको थिए। त्यति बेला चाहिँ ब्रिटिसले चाहिँ चारतिर आफ्नो
डिक्लेरेसन गर्दै थियो र जुन कुराहरू सबैलाई मन परेकै थिएन। जुइसहरूलाई अरब मन पर्दैन, अरबहरूलाई जुइस मन पर्दैन र अरबहरूले पनि आफ्नै स्टेटमा आइरहेको थियो। सबै ठाउँमा फरक फरक धारणा थियो। यस्तो हुँदाहुँदै वर्ल्ड वार सकिएपछि चाहिँ त्यति बेला चाहिँ ओटोमन एम्पायर हार्यो, ब्रिटिस फ्रान्सहरूले नै युद्ध जिते। त्यसपछि चाहिँ त्यति बेला चाहिँ लिग अफ नेसन भन्ने फर्म भयो, लिग अफ नेसन बन्यो। यसको काम चाहिँ के थियो भन्दाखेरि अब चाहिँ अर्कोचोटि चाहिँ विश्वयुद्ध कसरी हुन नदिने, कसरी अब सञ्चालन लैजाने भनेर उसले प्लान गराउँदै थियो। तर पनि त्यति बेला लिग अफ नेसन चाहिँ धेरै पावरफुल, राम्रोचाले पावर एक्जिक्युट गर्न नसकेर युएस पनि त्यति बेला लिग अफ नेसनमा इन्टर नहुँदाखेरि चाहिँ ब्रिटिस र फ्रान्सले चाहिँ जुन पहिला यिनीहरूले पैक्सिकोट एग्रिमेन्ट गरेको थिए त्यही अनुसारले नै मिडल इस्टलाई डिभाइड गरिदिए। पहिला यो ओटोमन एम्पायर यस्तो थियो भने अहिले यो ठाउँमा जुन फ्रान्सले कन्ट्रोल गर्न थाल्यो, यो ठाउँमा चाहिँ ब्रिटिसले कन्ट्रोल गर्न थाल्यो। अनि अलिअलि चाहिँ आफ्नो इन्डिपेन्डेन्ट अरब स्टेटहरू पनि अलिअलि बन्यो। र त्यति बेला चाहिँ यिनीहरूले नक्सा कोर्दाखेरि चाहिँ न त जात न त धर्म न केही कुरा पनि मतलब नदिकन आफूले जुन मन लाग्छ आफूले मजाले नक्सा कोर्दिए। त्यति बेला यो कुर्दिस्तान भन्ने ठाउँ जुन चाहिँ त्यति बेला चाहिँ हामी इन्डिपेन्डेन्ट स्टेट बन्छौँ, हामी त पहिलेदेखि एउटै रेसका मान्छेहरू हौ भनेर यिनीहरूले लडिरहँदा पनि सुरुमा यिनीहरूलाई प्रमिस गरे पनि पछि चाहिँ यिनीहरूको लागि एउटा स्टेट पनि दिएनन् र सबै टुक्रा टुक्रा पर्दै अलिकति टर्कीले लयो, अलिकति सिरियाले लयो, अलिकति इराकले लयो भनेपछि अलिकति इरानतिर गयो भनेपछि त्यहाँको मान्छेहरूलाई नि सबै डिभाइड गर्दै। यो चाहिँ के को लागि भन्दाखेरि ओइलको लागि, कन्ट्रोलको लागि। यिनीहरू एकै ठाउँमा भयो भने यिनीहरू बढी पावरफुल हुन्छ भन्ने तालले ब्रिटिसहरूले आफ्नो मन लागेको तरिकाले त्यहाँको मान्छेको सहमति पनि नगरिकन नक्सा डिभाइड गरिदिएर ओटोमन एम्पायरलाई डिभाइड गरिदिएर आफूले मजाले कन्ट्रोल गर्न थाले। अब जब विश्वयुद्ध दोस्रो पनि सकिन लागिसकेको थियो त्यति बेला चाहिँ युद्धले गर्दाखेरि ब्रिटिसहरू धेरै नै कमजोर भइसकेका थिए। त्यति बेला युएस पनि पावरफुल हुँदै थियो, युएस पनि ओइलको खोजीमा सबैतिर संसारभरि जाँदै थियो। अब मिडल इस्टमै धेरै ओइल भेटिएको कारणले यो ठाउँमा अब मान्छेहरूको चाहिँ अब युएसको पनि नजर बलियो हुँदै गयो, किनभने ओइल भनेको त अब नयाँ इनर्जी सोर्स हो। अब विश्व भनेको ओइलले नै चल्छ भनेर सबैले बुझिसकेको थियो। त्यति बेलै युएस पनि मिडल इस्टमा आउन थाल्यो र अर्को कुरा चाहिँ जुन उसले जुइस स्टेट बनाइदिन्छ भनेका थिए त्यसैले गर्दा पनि 1948मा चाहिँ यो जुन प्यालेस्टिन थियो, जुनमा चाहिँ यो अरब स्टेट थियो, त्यसमा जुइसहरू आउँदा चाहिँ यहाँ युएनले चाहिँ 1948मा चाहिँ पार्टिसन गरेर चाहिँ इजरायल र प्यालेस्टिन दुईवटा छुट्टै छुट्टै देश बनाइदियो। यो इजरायल यो चाहिँ प्यालेस्टिन बनिदियो हो। यसैले गर्दा अहिले हामीले देखिरहेको इजरायल प्यालेस्टिनको युद्ध पनि यसैले गर्दा नै भएको। जुन जुइस मुस्लिमहरूको अहिले हामीले युद्ध सुनेर हुन्छौँ, जुनले गर्दा हजारौँको ज्यान पनि गइसक्यो। त्यो पनि यही एग्रिमेन्ट जुन विश्वयुद्ध पछिको पैक्सिकोट एग्रिमेन्ट र बाल्फोर डिक्लेरेसनले गर्दाखेरि नै आएको हो। अनि अर्को कुरा चाहिँ के भन्दाखेरि यो युएस र रसिया युएसएसआर त्यति बेला अब चाहिँ ओइलको लागि मात्र नभएर अब चाहिँ आइडियोलोजीको विचारधाराको युद्ध सुरु हुन थाल्यो। अब यो ठाउँमा अमेरिकाले चाहिँ यहाँ अब डेमोक्रेसी ल्याउन खोजिरहेको थियो भने यतापट्टि युएसएसआरले चाहिँ आफ्नो कम्युनिजम फैलाउन खोजिरहेको थियो। तर अमेरिकाले डेमोक्रेसी ल्याउन खोजे पनि युएसले चाहिँ आफ्नो डिक्टेटरहरू सेट गर्न खोजिरहेको थियो। त्यहाँ मतलब थिएन कि ऊ डेमोक्रेसी फलो गर्छ कि यो फलो गर्छ, उसलाई चाहिँ आफ्नो डिक्टेटर चाहिएको थियो। भनेपछि यो ठाउँमा कन्ट्रोल सबैको चाहिरहेको थियो, युएसएसआरको पनि चाहिएको थियो, युएसको पनि चाहिएको थियो। यसैले गर्दा युद्धहरू निम्तिँदै गयो, अहिले यो कन्डिसनमा छ। अब के भयो भन्दा जब ब्रिटिसहरूले जुन इरान, इजरायल, सिरिया, लेबननहरूमा कन्ट्रोल गर्दै थिए त्यति बेला बिस्तारै कमजोर हुँदै गएपछि बिस्तारै अरब नेसनहरूले पनि आफ्नो इन्डिपेन्डेन्स पाउँदै गयो। भनेपछि यिनीहरू आफै पावरफुल, अब हामी चाहिँ यहाँको आफ्नो ओइल आफै कन्ट्रोल गर्छौँ भन्ने विचारधारातिर जाँदै थिए। त्यसैले गर्दा धेरै मान्छेहरू पनि त्यही हिसाबले आए। इरानमा पनि यो मान्छे आउँदाखेरि उसले डेमोक्रेटिकली इलेक्टेड आएको थियो, त्यही पनि उसले आफ्नो ओइलहरूलाई चाहिँ नेसनलाइज, हामी राष्ट्रियकरण गर्छौँ, आफैले कन्ट्रोल गर्छौँ भनेर त्यसले आउँदाखेरि पनि युएसले मन पराएन र उसलाई पनि हटाइदियो। र त्यसैले गर्दा पनि इरानमा अहिले धेरै
पहिलेदेखि युएसले कन्ट्रोल गर्ने, आफूले त्यहाँको लिडरहरूलाई मारिदिने, आफूलाई मन लागेको लिडरहरू राखिदिने अनि एउटा डिक्टेटर कठपुतली जो बनाएर राख्नु खोजिरहेको थियो। त्यसैले गर्दा पनि इरानमा चाहिँ एउटा ठुलो रेभोल्युसन आयो। त्यसमा चाहिँ इस्लामिक रेभोल्युसन आयो र त्यसले चाहिँ प्योर युएस एन्टी भयो। अब चाहिँ हामी यो देशमा चाहिँ युएस चाहिँदैन, हामी आफै कन्ट्रोल गर्छौँ भनेर डिक्लेयर गर्थ्यो। त्यसपछि इरान र युएसको पनि युद्ध सुरु भयो। अनि त्यस्ता मान्छेहरू सद्दाम हुसेन जस्ता मान्छेहरू पनि त्यही हिसाबले आयो कि डिक्टेटरहरू हामी अब नेसनलाइज गर्छौँ, हामी आफै पावरफुल हुन्छौँ भन्ने कुनै आयो भने चाहिँ कुनैले चाहिँ युएसहरू यो बाहिरको वेस्टर्न इन्फ्लुएन्सलाई चाहिँ मन नपराएका मान्छेहरूले चाहिँ कुनैले चाहिँ हात हतियार उठाउन थाले, कुनै चाहिँ टेरोरिजमको रूप लिन थाले होइन। त्यसैले गर्दा पनि धेरै ग्रुपहरू फर्म हुन थाले। यो हामीले जुन हौथिजहरू, हेजबुल्लादेखि लिएर हामीले हमासहरूदेखि लिएर धेरै ग्रुपहरू बन्न थाले। कुनै चाहिँ अब इन्डिपेन्डेन्सको कुरा गर्थ्यो भने कुनै चाहिँ हामीले चाहिँ वेस्टर्न इन्फ्लुएन्स हटाउनु खोज्छौँ भनेर धेरैले त्यो हिसाबले कुरा गर्थे। त्यसैले गर्दा पनि त्यो ठाउँमा टेरोरिजम पनि निम्त्यो। धेरै ग्रुपहरू फर्म हुँदाखेरि युएस बाहिरको उहरूले फेरि तिनीहरूलाई कन्ट्रोल गर्न खोज्ने, तिनीहरूले फेरि तिनीहरूलाई हान्ने र यता एकअर्कालाई हान्दा यहाँ टेरोरिजम निम्त्यो र अब यो युद्ध रोकिने नामै लिएन। अनि त्यही भयो। यो वार चाहिँ के को बारेमा हो भन्दाखेरि सिधा भन्दा यो चाहिँ इनर्जी कन्ट्रोल र पावरको कुरा हो। यो ठाउँमा जहिले पनि यो वेस्टर्न लिडर्सहरू जुन पावरफुल नेसनहरू छन् तिनीहरूले चाहिँ यो ठाउँलाई चाहिँ केही एउटा ओइलको भण्डार र यो लोकेसन बाहेक त्यहाँ केही मतलबै गरेनन्। त्यहाँको मान्छेहरू के खोजेछन्, मान्छेहरूको इच्छा के हो, मान्छेहरू कसरी बाँच्न खोजिरहन्, मान्छेलाई त खासै हस्पिटल चाहियो होला, एजुकेसन चाहियो होला, त्यो कुराहरू यिनीहरूलाई केही मतलब छैन। यिनीहरूलाई त के चाहियो, बस आफ्नो कन्ट्रोल भओस् त्यो ठाउँमा हो। त्यही भएर यो वार अहिले पनि चलिरहन्छ, भोलि पर्सि पनि यो चलिरहन्छ र कहिले पनि रोकिन्न जस्तो लाग्छ मेरो हिसाबले। यो युद्ध यो वार कहिले इन्ड होला त? मेरो हिसाबले यो कहिले पनि इन्ड हुँदैन। यो युद्ध जबसम्म मान्छे छन्, जबसम्म पावर चाहिन्छ मान्छेलाई, जबसम्म घमण्ड छ, तबसम्म यो वार कहिले पनि इन्ड हुनेवाला छैन। एउटा अर्को आउँछ, अर्कोले फेरि त्यसलाई कन्ट्रोल गर्न खोज्छ अनि युद्ध निम्ते गर्छ, मान्छेहरू मरेको गर्छन्, तर केही पनि इन्ड हुनेवाला छैन। र आज चाहिँ हामीले जियो पोलिटिक्सले गर्दा या हिस्ट्रीले चाहिँ कसरी यो मिडल इस्ट खाडी मुलुकलाई सेभ गरेर अहिले किन यति धेरै युद्ध भइरहेको छ भनेर हामीले थोरै बुझ्ने कोसिस गऱ्यौँ। यसै गर्ने हामी हिस्ट्री, इतिहास, जियो पोलिटिक्स बुझ्दै जाउँ र सबै कनेक्ट भइराख्नु होला। हस्त धन्यवाद। सी यू इन द नेक्स्ट भिडियो।